नमस्ते, म सञ्जित प्रधान दुधेबाट र मेरो मिसेस हुनुहुन्छ कुमारी थापा प्रधान। उहाँको युटरस र तपाईँको सिस्ट ओभरीमा सिस्ट थियो है। यो भएको लगभग तपाईँको 3 साल जस्तो भइसकेको थियो। पहिला यहाँको म्याडममा देखाएको थिएँ, उसको बाद फेरि यहाँ विवेक छेत्रीको थ्रुबाट होइन, म्यानेजर अब मार्केटिङ म्यानेजरको थ्रुबाट प्यारामाउन्ट हस्पिटलको यहाँनिर अब अपरेसन मिस डक्टर तानिया लाई भेटेर उहाँको अब गाइडलाइन्समा र उहाँको ट्रिटमेन्टमा अब रिपोर्टहरू गरेर लास्टमा ओभरीमा सिस्ट र तपाईँको युटरसमा ट्युमर र अलिक बादमा चाहिँ पछि त्यो उयो भएको र अपरेसन गरियो होइन। अपरेसन एकदम राम्रै भयो। उहाँ डक्टरहरू एकदम राम्रो हुनुहुन्छ। उहाँको अब जस्तो अब ट्रिट हुन्छ पेसेन्टलाई एकदम तपाईँको अब होइन, अब फ्रेन्डली इन्भाइरोमेन्ट, साथै तपाईँको यहाँको सिस्टर नर्सहरू जति पनि हुन्छ, स्टाफहरू जति पनि हुनुहुन्छ होइन, एकाउन्ट सेक्सनका जति पनि हुनुहुन्छ, उहाँले एकदम फ्रेन्डली हुनुहुन्छ। अन्त यहाँको तपाईँको फ्रेन्डली इन्भाइरोमेन्ट साथै तपाईँको यो जति पनि छ, म एकदम अब सेटिस्फाई। जति पनि अब इन फ्युचर अब कसैको यस्तो मतलब उयो त नहोस्, तर पनि बिमारीहरू त्यो भयो भने प्यारामाउन्टमा उयो गरेर ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। नमस्ते, मेरो नाम चाहिँ कुमारी थापा हो, म दुधेबाट हो। मलाई चाहिँ यो बिमार भएको चाहिँ 2 साल जस्तो भएको थियो। पहिला चाहिँ मलाई साइड पेन हुन्थ्यो, त्यहाँदेखि तर त्यस्तो मैले उयो नै गरेँ, अब त्यस्तो ग्यास होला भनेर मैले पुरा इग्नोर गरेँ। त्यहाँदेखि बादमा चाहिँ मैले फेरि अल्ट्रासाउन्ड गर्दा चाहिँ मलाई त्यस्तो के अरे सानो त्यो मासुको प्रब्लम देखायो, ट्युमर भएको जस्तै गरेर। मलाई अब पहिला त त्यस्तो केही प्रब्लम थिएन। त्यहाँदेखि बादमा चाहिँ मलाई पुरा पिरियडको प्रब्लम भयो, ब्लिडिङ भयो। त्यहाँदेखि मैले यहाँ आएर म्यामलाई देखाएँ, डक्टर तानिया म्यामलाई। त्यहाँदेखि चाहिँ मलाई थाहा भयो कि मलाई ट्युमर भएको रहेछ, सिर्समा पनि पानी फुलेको रहेछ भनेर। त्यहाँदेखि चाहिँ म्यामले भन्नुभयो अब अपरेसन गर्नुपर्छ भनेर। त्यहाँदेखि मैले चाहिँ हामीले चाहिँ भटाभट अपरेसन गरिहाल्यौँ। त्यही भएर मेरो अपरेसन पनि सक्सेस भयो। त्यसमै म पुरा खुसी छु। यहाँ हस्पिटलमा आएर चाहिँ हामीलाई एकदम राम्रो लाग्यो। हस्पिटलमा हामीले यहीँ गरौँ होइन, यहाँ राम्रो लाग्यो भने हो। डक्टर एकदम राम्रो लाग्यो। हामीले जस्तो सोचेको त्यस्तै नै भयो। अपरेसन पनि राम्रो भयो। यहाँको स्टाफ नर्सहरू बहिनीहरूले यस्तै बेसी केयर गर्यो हामीलाई होइन। टाइममा के चाहिने अब इन्जेक्सन सबै राम्रोसँग केयर गर्नुभयो। अन्त खानाको पनि एकदम राम्रो, टाइममा खाना, खाजा, जुसहरू टाइममा ल्याइदिनु हुन्थ्यो। अनि स्टाफहरू बहिनीहरू एकदम राम्रो लाग्यो। डक्टर पनि एकदम राम्रो लाग्यो हामीलाई। हामीले सोचेको जस्तै डक्टर पनि पायौँ। कन्सल्ट हामीले उनीहरू उसँग राम्रो कन्सल्ट गरेर हामीले अपरेसन गर्नु। अपरेसन चाहिँ मेरो एकदम राम्रो भयो। हामीले सोचेको पनि थिइनँ अब अपरेसन चाहिँ मेरो यस्तो ठुलो थियो भनेर। तर म्यामले राम्रोसँग गरिदिनु भयो। मलाई यहाँको स्टाफ म्याडम सबै मलाई मन पर्यो हो। कोही पनि त्यस्तो बिमार हुनुहुन्छ यहीँ आउनुहोस्, यहाँ एकदम राम्रो छ। मलाई चाहिँ त्यही भन्छु, यहाँ आएर चाहिँ गर्नुहोस्। मलाई चाहिँ राम्रो लाग्यो यहाँको चाहिँ।